Yeah, it's me DK. यो ऱ्याप चाहिँ मेरो मम्मी र बाबाको बारेमा हो। I miss you so much my mom dad and I have a big dream to make you happy and love you so much my lifeline. I miss you so much my everything my mom dad. Yeah. It's me DK. Yeah. जब म सानो थिएँ जिम्मेवारी थाहा थिएन, अब म ठुलो भएँ सबै कुरा बुझेँ। उमेरको साथ साथै जिम्मेवारी बढेछ। म ठुलो भएदेखि बाबाको अनुहारमा हाँसो ल्याउन सकेन, आमाको लागि राम्रो साडी ल्याउन सकेन। बाबाले भन्नुहुन्थ्यो राम्रो काम गरी तिमी ठुलो मान्छे बन्नु हो, त्यो सपना पनि अझैसम्म पुरा भएको छैन। नछोड्नु बा आमा म माथिको आश थियो, हजुर नै मेरो लागि अमूल्य र खास हो। एक दिन त पक्कै पनि बा आमाको सपना पुरा गर्नेछु, आमाको लागि राम्रो साडी बाउको सिट ठाडो पार्नेछु। नरुनु बाबा आमा म सधैँ साथमा छु, जति नै दुःख कष्ट भए पनि छोड्दिन साथ। बरु हजुरले मेरो साथमा भयो भने म आकाश छुने प्रयास गर्छु। मेरो लागि त सबै थोक भने मेरा आमा बाबा हन्, त्यसपछि मलाई साथ दिने मेरा दिदी र दाइ हन्। हजुरले म सानो छँदा मेरो लागि गरेका ती सबै कुरा मलाई याद छन्। नरुनु बाबा आमा म सधैँ साथमा छु। नरुनु बाबा आमा म सधैँ साथमा छु। नछोड्नु बा आमा म माथिको आश थियो, हजुर नै मेरो लागि अमूल्य र खास हो। हजुरको लागि म सङ्घर्ष गर्दैछु, हजुरको खुसीको लागि म अघि बढ्दैछु। मेरो यो पाइलामा तिमी साथ दिनु, जे जस्तो भए पनि आश मात्र नछोड्नु ल। म भनेको हजुरको राम्रो प्यारो छोरा हुँ, हजुरको अघि झुकी बसिरहेको छु म। नरुनु आमा बाबा, नछोड्नु आमा बाबा, नरुनु आमा बाबा म सधैँ साथमा छु, जति नै दुःख कष्ट भए पनि छोड्दैन साथ बरु।